त्यही छु टक्क लाएर अनि त्यो गर्दैछु टक्क लाएर आज चाहिँ पुरै फलेर सो फेरि पनि यहाँलाई नमस्ते गाइज वेलकम ब्याक टु माई च्यानल म सन्जय सिवाईहरू पनि एकदमै सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला न्यू डे न्यू भ्लग भन्न चाहन्छु आफ्टर 1 महिनापछि तपाईँहरूको सामु नयाँ भ्लग लिएर आएको छु त्यो पनि नयाँ वर्षको दिनै स्पेसल भ्लग लिएर आइसकेको छु आज नयाँ वर्ष सबैलाई ह्याप्पी न्यू इयर होइन मेरो अल फ्यामिलीलाई युट्युब फ्यामिली फेसबुक फ्यामिली टिकटक फ्यामिली सबलाई अनि आज चाहिँ के हुन्छ भनेर त भ्लगहरू थाहा पाइसक्नुहुन्छ आज के रिलेटेड भिडियो छ भने पनि थम्बनेल टाइटल हेरेर थाहा पाइसक्नु भएको छ होला र आज वेदर नि ल्याएर पुरा खतरा रामडाँडा नि रामडाँडातिर गएर पुरा क्लियर अनि आज मामा घरतिर पनि जान सक्छु अनि मामा घरतिर गयो भने पनि अहिले भिडियोमै हेर्न सक्नुहुन्छ करेलो मस्त फलिरहेको यार अनि अलिपछि के हुन्छ भनेर अलिपछि भेट्नु होला है त गाइस अलिपछि के कता जान्छ भनेर सब भिडियोमै देखाउनु एकैचोटि सो फ्याम म चाहिँ मामा घरतिर जान लागेको टक्क बाटो रामपुर 0 किलोमिटरहरू के भनेपछि म एक्ज्याक्ट रामपुरमै छु यो हुन त रामपुरै टक्क 0 किलोमिटर भनेपछि म यही हो नेपाल टेलिकमको टावर छ फन पार्क नि यता अब म चाहिँ हिँड्छु अनि करिबतिर पुगिन्छ अब हेर माइन बाटोमा जाँदै गर्छौँ के अरे अनि भेट्दै जानु होला नि त के सर सो फ्याम म चाहिँ यता सिनगढीतिर पनि लगाइसकेँ हेर्नु न यो गरेर फुल चाहिँ कति खतरासँग सजाएर राखेको छ कि यस एकदम माथिदेखि तलसम्म हेर्नु फुल पुरा सजाएर राखेको छ रामपुर नर्सरी त्यता कृषि ठाउँमा छ त्यही भएर यस्तो बब्बालसँग सजाएर राखेको छ फुलहरू पनि बब्बाल तरिकाले राखेको छ अनि अब सिनेमातिर पछि भेट्छु गाइस सो म चाहिँ भर्खरै दुईवटा टक्क एउटा रिल्सको लागि भिडियो बनाएँ अनि सिनेमा आएको सब दोकान बन्द छ कि अनि यहाँ टक्क रामपुर हस्पिटल छ अब यहाँबाट नि जान लाग्छ चाहिँ टाइम पनि 20 मिनट त लाग्छ होला सायद समथिङ 20 मिनट लाग्छ अनि त्यसपछि उतै गएर भेट्छु है तपाईँ गाइस सो फ्याम यहाँको भ्यूहरू यहाँबाट बल्ल खतरा देखिया यार हेर्नु पारी टक्क रामडाँडातिर त्यहाँ ट्र्याक्टर लाउँदैछ बल्ल यहाँबाट सबैबाट आएको थैला यार मकै फल्ने भइभए उम्री भए मकै नै उम्रिसकेको छ सो फ्याम म चाहिँ मामा घर आइसकेँ सक्नुहुन्छ उठ्यो मामा घर चिन्न सक्नुहुन्छ भर्खर आयो त्यहाँ मामा घरतिर जान्छु अनि भेट्छु अनि हजुरसँग भेट्छु त सो फ्याम म चाहिँ आइसकेको छु नमिस यता हेर नमिस यता के यता भिडियोमा के छ हेर्नु गाइज नमिस आएदेखि एउटा मोबाइल हेरेको हेरै हो कि नमिसले हेरेको हेरै छन् कि हो कि न सो फ्याम म चाहिँ खाना खाएर चाहिँ भर्खर खाना भ्याएँ अनि त्यसपछि नानी खाँदा यो नमिसले पनि खाँदा भिडियो हेर्दै टक्क लगाएर म चाहिँ भर्खर खाना खाएँ अनि त्यसपछि चाहिँ अब एकछिन बस्छु अनि एकछिन हल्का सुत्छु अनि सुतेर अनि त्यसपछि अलिपछि घर रातितिर भेट्छु नि के गरिन्छ अलिपछि भेट्छु पर्मिसहरूसँग पनि भेट्नै छ अनि भेट्छु त्यो गाइस सो फ्याम हेर्न सक्नुहुन्छ अहिले टिकटकमा त त्यो टिकटकको क्लिप चाहिँ मैले अहिले हालिदिन्छु है गाइस हेर्न सक्नुहुन्छ है क्लिप हाल्छु मैले अहिले भेट्छ हजुरहरूसँग टक्क लगाएर आजको भ्लग ठिकै त्यस्तै जग्गा आइज अनि भेट्छु होइन पर्मिसहरूसँग भेट्यो भने पर्मिसलाई फनै उठाएन नि तिमीले नमिस चाहिँ यहाँ लिपस्टिक चलाउँदैछ नि त्यही गीत हो क्या सुन्नु भएन नि त्यही गीतमा हो अन्त टक्क त्यहाँ हो टक्क त्यहाँ टक्कै बसेर गाडीमा अनि भेट्छु के हो यो सुन्न सक्नुहुन्छ कस्तो छ फ्याम टिकटक चाहिँ हेरिसक्नु भयो होला कस्तो थियो भनेर होइन हेरिसक्नु भयो होला कस्तो छ भनेर
चाहिँ भिडियो गर्दैछु टक्क लाएर आज चाहिँ भ्लग आजै हाल्नुपर्छ कि त्यही भएर गाह्रो भयो त्यो भिडियो हेर्नु होला। अनि त्यसपछि चाहिँ अब म घाँस काट्न जाने फोन भाइ मैले गयो भने त्यहाँ जान्छु। अनि त्यसपछि परमेशको घरतिर जान्छु। अनि त्यसपछि अब भेट्छु है त। यो गाइज यहाँ मेरो फोटो छैन रहेछ। यहाँ रहेछु नि गाइज म यहाँ रहेछु म मामा गाइज भन्नुपर्छ। सो फ्याम हेर्न सक्नुहुन्छ। अब म यो बुटो घाँस झार्छु टक्क लाएर। अनि त्यसपछि चाहिँ म हजुरसँग भेट्छु अहिले। म यो बुटोको घाँस काटेर भ्याउँछु अनि त्यसपछि भेट्छु ल फ्याम। सो फ्याम हेर्न सक्नुहुन्छ। यति बुटो सब काट्दैछु। खाना चाहिँ यहाँ गर्दै हुनुहुन्छ हेर्दै पहिला बोकेर लैजाने हो। घरतिर गएपछि भेट्छ पुरै जता जता कति झ्याउ त्यो बुटोमा चढ्नैमा पुरै फलेर फलेर तर म काटिसकेँ बोकेर लैजान्छु। सो भाइ म चाहिँ घाँस पनि लिएर आएँ। टक्क घसेँ। अनि त्यसपछि टाइम हेर्नु न अब एकछिन 2 घन्टा बस्छु। अनि त्यसपछि यो के गाई चाहिँ घर के जसको जहाँ पनि हुन्छ धेरै छैन फोटो हेर्नु सक्नुहुन्छ। माथि पनि छ। त्यसपछि अलिक भेट्छु। अब घरतिर जानु मलाई भेट्छु एकचोटि। अब एकछिन शीतल थाप्छु। तो फ्याम नानीसँग टिकट बनाएँ। टिकट बनाऊँ भन्यो अनि टिकट बनाएँ। अब त्यसपछि अनि एकछिन सुत्छु। त्यसपछि जान्छु घरतिर। मेरो पावर ब्याङ्क चार्जर नि यहाँ। सो फ्याम म चाहिँ मामा घरबाट पनि हिँडिसकेँ घरतिर होइन। पर्मिस चाहिँ मामा घरतिर गएर छन्। पर्मिस चाहिँ मलाई बोलाएर अब मामा घरतिर गएँ ठिकै छ होइन। पर्मिस चाहिँ भिडियो हेर्छन् होला सायदै होइन। अनि म चाहिँ घरतिर फर्केको होम आउँछु भन्थेँ। अब हेरौँ होम आउँछु भन्थेँ आउँछन् कि आउनुहुन्न अहिले भरे हिँड्छु त भन्थेँ। आयो भने आयो के रे नत्र नि अब हेरौँ सिनेमारै आउँछु भन्थेँ। हेर्नु न फुल कत्रा थियो फुल कत्रा। अहिले मैले बिहान गुलाबको फुलको पठाइ चाहिँ यहाँ अब घुम आयो भने आयो नत्र नि अहिले घुम आएपछि भेट्नु। सोफा हेर्नु न पुरा रोड खाली छ। सिनेमालाई खतरा देखियो यहाँबाट सिनेमालाई बब्बाल देखियो। पुरा घाम चर्क्यो। म छाता नि ल्याएन यत्तिकै हिँडिरहेको। अनि त्यसपछि होम चाहिँ सिनेमारै आउँछु भनेका हुन्। अहिले आउनु होला सायद होम चाहिँ। अनि अब डाइरेक्ट होमसँग भेटेपछि होमलाई देखेपछि भेट्न होला है त। ह्याम त्यहाँ आइरहेको होम तर मैले देखेकी छैन। मैले देखेँ केटा मैले देखेकी छैन अझसम्म। हेरिरह भन्छ चिनो आइरहेको त मैले देखाएँ त्यो मैले। सो फ्याम होमसँग पनि भेटेर आइसक्यो होइन। त्यति बेला चाहिँ भिडियो गराएन। त्यसपछि होमसँग पनि भेट्यो। अनि आयो त्यसपछि चाहिँ होमसँग भेट्यो। अनि त्यस भर्खरै आयो हो। अनि म चाहिँ घरतिर हिँड्दैछु। वेदर बल्ल हप्ता रामपुर बोर्डिङ त्यहाँ। अनि त्यसपछि चाहिँ म घर पुग्न लागिसकेको छु। आजको भ्लग चाहिँ त्यस्तै होइन राम्रै छ। अनि आज चाहिँ भ्लग चाहिँ न्यु इयर भनेर बनाएको खासमा भन्नुपर्दा। अनि त्यसपछि चाहिँ त्यस्तै भयो। अब हाम्रो चाहिँ 9 गतेपछिबाट चाहिँ भ्लग आइरहन्छ। अब रेगुलर चाहिँ हाल्न चाहिँ भ्याइन होला होइन। अब 2 दिनमा एउटा चाहिँ हाल्ने कोसिस चाहिँ गर्छु होइन। अनि गाइस सनसेट सनसेटको भ्यू छ। यहाँ चाहिँ गुलाबको फुल छ खतरा खतरा कलर भन्छ। एउटा 2टा उता 3टा छिट्टै कलर भन्छ। अब म घर गसी भन्दा नि अलिक पछि भेट्छु है त। सो फ्याम म चाहिँ घर चाहिँ आउनु लागिसकेको छु होइन। आजको भ्लग चाहिँ मैले यतै इन्ड गर्न लागिसकेको छु। जो चाहिँ लास्टसम्म हेरिदिनु भयो सबजनालाई कमेन्ट गरिदिनु होला होइन। अनि त्यसपछि अब चाहिँ भ्लग ल्याउने कोसिस चाहिँ सक्दो कोसिस गर्ने नै छु। जो
थ्याङ्क्स फर वाचिङ माई भिडियो लभ यु अल जय नेपाल